न देश स्टनले बन्छ न देश उक्खान टुक्काले बन्छ। देश बन्न त सही नियत भएको मान्छे सरकारको नेतृत्वमा पुग्नुपर्छ। मन्त्रीहरू सबै सक्षम हुनुपर्छ। तर प्रधानमन्त्री केपी शर्मा ओलीका मन्त्री र उनीहरूका रवैया यस्ता छन्, सुन्नु मात्रै भयो भने पनि तपाईहरूलाई यिनीहरूबाट शासित भएकोमा आफैलाई धिक्कार्न मन लाग्नेछ, आफैलाई हेरी रिस उठ्नेछ। नम्बर 1 पृथ्वी सुब्बा गुरुङ, सञ्चार मन्त्री। सबैभन्दा यो सरकारको नमुना मन्त्री पृथ्वी सुब्बा गुरुङ छन्। यिनको शैली हेर्दा लाग्छ अब यिनी नभएपछि सर्कस चल्न बन्द हुनेछ। सर्कसमा हँसाउन राखिएको जोक्कर भन्दा कम छैनन् हाम्रा सञ्चार मन्त्री। चैत 11 गते सरकारले कुलमान घिसिङलाई हटाउने निर्णय गर्यो। कुलमानलाई हटाएर बाहिर निस्किएपछि पत्रकारहरूले सोधे, कुलमानलाई हटाउनु भएको हो? मन्त्रीले उल्टै प्रश्न सोध्दै भने, को कुलमान, कसले हटायो? कुलमान घिसिङलाई हटाएको भन्ने खबर छ। कसले कुलमान घिसिङले भने? होइन, सुरतले भनेको। हाम्रो सरकारले त थाहा छैन। तर भोलिपल्टै फेरि आफैले हटाएको निर्णय सुनाए। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक श्री कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय पनि भएको छ। सरकारका निर्णयहरूको आधिकारिक जानकारी दिने व्यक्ति नै सरकारको प्रवक्ता हो। जान झुट बोल्नु गम्भीर अपराध हो। तर यस्तै झुट फेरि यिनले बुधबार पनि बोले। यो सुनौ। विज्ञान प्रविधि मन्त्रालयको मन्त्रीले राजीनामा दिएको भन्ने कुरा चाहिँ सरकारको जानकारीमा छैन। सरकार प्रधानमन्त्री कार्यालयमा दिएको निवेदन दिएको भए, राजीनामा दिएको भए सरकारको प्रवक्तालाई थाहा हुन्छ, क्याबिनेटको मिटिङमा जानकारी हुन्छ। राजीनामा स्वीकृत गर्ने त प्रधानमन्त्री नै हो। आजको दिनसम्म हामीलाई चाहिँ उहाँले राजीनामा दिएको जानकारी छैन। शिक्षा मन्त्री विद्या भट्टराईले राजीनामा दिएर प्रधानमन्त्रीले यसमा जानकारी दिइसके। त्यसको केही समय भई रघुजी पन्तलाई नयाँ शिक्षा मन्त्री बनाउने निर्णय पनि भइसक्यो। तर सरकारका प्रवक्ताको रमिता यतिसम्म चल्यो कि मन्त्री परिषदकै निर्णय सार्वजनिक गर्ने क्रममा उनले भने सरकारलाई राजीनामा दिएको विषय जानकारीमै छैन। यिनले भनेको कुन चाहिँ सरकार हो, यिनी कुन सरकारको मन्त्री र प्रवक्ता छु, प्रदेशको कि विदेशको भन्नेमै कन्फ्युजन छन् कि भन्ने भान हुन थालेको छ। नत्र कुनै बेला नाइ मलाई थाहा छैन भन्ने रविकै नयाँ अवतार बन्दैछन् पृथ्वी सुब्बा। गेट पालेको हैसियत भएका सुब्बालाई मन्त्री बनाएपछि मनोरञ्जन मिलिरहेको छ। यिनले फेसबुक सञ्चालक मेटालाई पटक धम्काइरहेका छन्। फेरि शुक्रबार 7 दिनभित्र दर्ता नगरे फेसबुक, मेसेन्जर, व्हाट्सएप र इन्स्टाग्राम बन्द हुने धम्की दिएका छन्। मेटालाई नेपालमा प्रतिबन्ध भए पनि केही फरक पर्दैन। तर भोलि मन्त्रीकै चारपाटा मोड्न जनता जाग्नेछन्। यिनले आफ्नै फेसबुक बन्द गरेका छैनन् अनि मेटालाई चेतावनी दिइरहेका छन्। नम्बर 2 रघुजी पन्त, शिक्षा मन्त्री। यस्तै ओलीका हल्लुड र हरिलट्टक अर्का मन्त्री छन् जो विद्या भट्टराईले राजीनामा दिएपछि चिट्ठा परेका पात्र हुन्। नत्र क्षमता र नैतिकताका हिसाबले कुरा गर्ने हो भने त रघुजी होइन, रघुछी भन्नुपर्ने पात्र हुन्। किनकि यिनले कोमल ओलीलाई केपी ओलीले सांसद बनाएपछि भनेका थिए, सारी सरक्क सारेर सेता पिडौला देखाएपछि केपी ओलीले सांसद पद दिइहाल्नुहुन्छ। कपाल फुलेर चाउरी परेका बुढी कमरेडहरूलाई कुनै पद र अवसर दिनुहुन्न। यो सुनौ। केपी ओलीले यसो के अरे कोमल ओलीले यसो साडी सरक सर्काएर गोरा पिडौला देखाउँदै पहिलो जानु पाम भनेपछि सांसद त तिनै भयो। कपाल फुलेर चाउरी परेका बुढी कमरेडहरू न एकचोटि राष्ट्रिय सभाको सदस्य हुन पाएछन्, न केन्द्रीय कमिटी सदस्य हुन पाएछन्। उनी राष्ट्रिय सभाको सदस्य पनि भए, अहिले केन्द्रीय कमिटी सदस्य पनि भए। तर अहिले केपी ओलीकै कृपाले यस्ता अशिष्ट, अभद्र, नारीको चरित्रमाथि भद्दा मजाक गर्ने पात्र मन्त्रीको कुर्सीमा छन्। त्यति बेला कोमल ओलीले मुद्दा पनि हालेकी थिइन्। तर 10 भाइ मध्ये ओलीकै कित्तामा उभिएर भक्ति गान गाउन थालेपछि त्यो पनि माफ भयो। नत्र यो अपराधमा सुशासन भएको मुलुक हुन्थ्यो भने उनलाई जेल पनि हुन सक्थ्यो। तर हेर्नुस् त शिक्षा मन्त्रालयमा कस्तो संयोग जुरेको छ। 8 पास प्रधानमन्त्रीले MA पास प्राध्यापकलाई हटाएर 10 पासलाई मन्त्री बनाएका छन्। समावेशीका नाममा रहेका महिलाहरूलाई समेत फालेर महिलामाथि नै तुच्छ सोच बोक्ने व्यक्ति भित्र्याएका छन्। नम्बर 3 रमेश लेखक, गृहमन्त्री। यिनले कारबाही र न्याय प्रक्रियामै गद्दारी गरिरहेका छन्। पहुँचको भरमा विभेद गरिरहेका छन्। दरबार र भारतले दबाब दिएपछि धवल शमशेर राणालाई छोडे। तर रविन्द्र मिश्र र दुर्गा प्रसाई सहित स्याउ चोर्नेहरूलाई थुनेर देखाइदिए। धवललाई छोड्न सक्ने यिनको कानूनले रविन्द्रलाई किन छोड्दैन? कि धवलको ससुराली भारत र राणा भएकै कारण उनलाई छोडियो। नत्र उपचारको नाम दिएर न्याय प्रक्रियामै यो खाले विभेद सह्य होइन। तिनकुने घटनामा अहिलेसम्म यिनले ओरको सिनको पर सारेका छैनन्। न्यायिक छानबिन समिति समेत बनाएनन्, बरु डिसमिस पार्दैछन्। जबकि पोखरामा बेलुन पट्किएर मन्त्री घाइते हुँदा छानबिन समिति बनाएर बेलुनमा हावा भर्नेलाई कानुनी दायरामा ल्याउने साहसिक कदम चालेका थिए। यो त कस्तो देखियो भने मानव पप्पुले पुल बनायो।
प्रधानमन्त्री पुगेर उद्घाटन गरे। नरिवल फोर्दा पुल भत्कियो। छानबिन समिति बनाएर नरिवल बेच्नेलाई जेल हालियो। नत्र सामान्य जनता मर्दा छानबिन समिति नै बनाउन आवश्यक ठानेका छैनन्। माघ 24 गते कमल पोखरीमा ग्यास ब्लास्ट भयो, 2 जनाको ज्यान गयो। वैशाख 8 गते ताप्लेजुङमा विद्युतको तार भुइँमा लत्रिँदा जीपमा आगो लागेर 4 जनाको ज्यान गयो। बेलुन पट्किँदा छानबिन समिति बनाउनेको ध्यान जनता मर्दा पुगेन। पाथिभरा केबुल कारकै विषयमा महिनौदेखि आन्दोलन चर्किएको छ। 1 जनाको ज्यान गइसक्यो, तर छानबिन र समाधान भएन, किनकि सत्ता पक्षकै व्यापारी चन्द्र ढकालको रक्षक बनेर सरकार उभिएको छ। सहकारी ठग जीवी राईको कुरा गर्यो कि जिब्रो लुकाउँछन्, बरु यिनले सडकमै बाउन्सर पालेका छन्। प्रहरी नै बर्दीमा एकपछि अर्को मान्छे कुटिरहेका छन्। नम्बर 4 आर्जु राणा देउबा परराष्ट्र मन्त्री। अब कुरा गरौं टुरिस्ट मन्त्रीको। यिनलाई मन्त्री भएदेखि देशमा बस्ने फुर्सद मिलेको छैन। आजभोलि त नेपाल आउन बित्तिकै यिनलाई डिप्रेसन सुरु हुन्छ। यस्तो राम्रो देशको म परराष्ट्र मन्त्री हुन पाएँ, तर यहाँ देशभित्र आउँदाखेरि कहिले कहिले मलाई पनि डिप्रेसन हुन्छ। ढुङ्गाइ हानेछ, गाली नै गराछ, उसलाई नराम्रो नै भनेछ, र यसले चाहिँ एउटा ओभरअल हाम्रो नेसनल माहौल पनि बिग्रेको छ। देश पुग्दा सम्मान पाइने, फर्किँदा डिप्रेसनमा पुग्ने अवस्था कसले बनायो? उनीमाथि थुपारिएका काण्ड र आरोपका भारी हेर्दा लाग्छ आधा देशको समस्या त यिनी नै हुन्। जनता वर्षौंदेखि यसै कारण डिप्रेस र फ्रस्ट्रेट छन्, तर यिनलाई मस्ती छ। देश फर्किएको छैन, अर्को देश पुगिहाल्नु पर्छ। नेपाल त ट्रान्जिट मात्रै हो। आज मात्रै पनि ब्याङ्ककबाट फर्किएकी छिन्। उनलाई अर्को देश गइहाल्ने प्रबन्ध सरकारले गरिहालोस्। यिनी मन्त्री बनेको 4 महिनामा हामीले एउटा तथ्याङ्क निकालेका थियौं। 42 दिन त विदेशमै बिताएकी थिइन्, त्यसपछि गन्नै छोडिदिइन्। नम्बर 5 विष्णु पौडेल अर्थमन्त्री। देशको अर्थ अनर्थ हुँदैछ, कहाँ पुग्यो कुनै मतलब छैन। गभर्नर खाली भएको 1 महिना बितिसक्दा समेत आफै सिपारी समितिको संयोजक भएर एउटा पनि बैठक राख्न सकेनन्। बरु भागभण्डार अर्बको डिलको विषय बाहिर आयो। बिचौलियाकै लागि यिनै अर्थमन्त्रीले उम्मेर हद नै खारेज गरिदिए। धन्न सर्वोच्चले बचायो। नम्बर 6 दीपक खड्गा ऊर्जा मन्त्री। कुलमान घिसिङलाई हटाएर देशमा घोषित लोड सेटिङ सुरु गरेका छन्। अहिले दिनमै 5-7 पटक बत्ती जाने समस्याको सामना जनताले गरिरहेका छन्। यो भन्दा बरु लोड सेटिङकै तालिका निकालिदिए जनता आभारी हुने थिए। अहिले यिनकै चाँजो पाँजोमा ऊर्जा राज्य मन्त्रीलाई समेत प्रधानमन्त्रीले बर्खास्त गरेका छन्। नम्बर 7 बद्री पाण्डे पर्यटन मन्त्री। निकम्माहरूको संगतमा निकम्माहरू नै हुन्छन् भन्ने अर्को उदाहरण बद्री पाण्डे हुन्। यिनकै अड्डामा 10 अर्ब भ्रष्टाचार भएको विषय सार्वजनिक भएको छ। पोखरा विमानस्थल निर्माणका क्रममा यिनकै महानिर्देशकको नेतृत्वमा 10 अर्ब बढी भ्रष्टाचार भएको विषय संसदीय उपसमितिले बाहिर ल्याइसक्यो, तर चुइक्क बोलेको सुनिएको छैन। जन कारबाहीका लागि के पहल गर्थे? यस्तो सरकार र यस्ता मन्त्रीबाट सुशासन पाउने आश लगभग शून्यमा झरेको छ। आलोचनाले नेतृत्व सुधारिन्छ, तर खराब नेतृत्व आलोचनाकै कारण बौलाउँछ। नेपालमा पनि नेताहरू आलोचना सुन्नै नसक्ने अवस्थामा पुग्दैछन्। त्यस्तै अवस्थामा पुग्दैछन् नयाँ आएका युवा नेताहरू पनि। उनीहरूलाई पनि बा जस्तै बन्नु छ, कसैलाई दाइ भाउजू जस्तो बन्नु छ, उत्तिकै कटाक्ष र विषाक्त भाषण गर्नु छ, प्रतिस्पर्धीलाई बाकै शैलीमा झम्टिनु परेको छ। नत्र चासो देशका तमाम विषयहरूमा हुनुपर्ने हो। आज किन 2वटा संविधान र 2वटा कानुन भए जस्तो अभ्यास हुँदैछ? त्यसको समाधान खोज्नु पर्दैन? मन्त्री सांसद ठुलाबडाहरूका लागि एक खाले कानुन र गरिब विपन्नहरूका लागि अर्को खाले कानुन किन लाग्छ? न्याय दिने प्रक्रियामै विभेद किन गरिन्छ? के हामीले यही खोजेको होइन र? तर त्यही गर्न नसकेका कारण अहिले पनि सरकारमा भएकाहरू आलोचित छन्, विवादित छन्, जनताको बीचमा खुलेर जान सक्ने अवस्थामा छैनन्। जनता सुध्रिने अवसर दिन खोजिरहेका छन्, तर उनीहरू झन खराब बन्दै गइरहेका छन्। कमसे कम 25 जना मन्त्रीमा 5 जना मात्रै सही सोच र नियत भएको पात्र भेटिन्थ्यो भने अहिले पनि सरकारप्रति विश्वास हुन्थ्यो। यत्रो आलोचना गर्नुपर्ने र सुन्नुपर्ने अवस्था नै आउने थिएन।